गुड मर्निङ, नमस्कार अनि सेवा है त सबैजनालाई। हजुरहरूलाई मेरो न्यू ब्लगमा हार्दिक स्वागत छ। अनि साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला हैन? म नि एकदम ठिकै छु भन्नुपर्छ साथीहरू। आजभोलि चाहिँ म सन्चै छु। अनि तपाईहरु नि सन्चै हुनुहुन्छ होला भन्ने आशा छ साथीहरू। अनि हामी चाहिँ अहिले साथीहरू कहाँ जाँदैछौँ भन्दै सोच्दै हुनुहुन्छ होला हैन? यस गर्नु त साथीहरू, गेस गर्नु त। हामी चाहिँ रामप्रसाद राई गाउँपालिका 1 नम्बर ओखरे जाँदैछौँ। 1 नम्बर ओखरे जाँदैछौँ है साथीहरू। नाम के हो? यता फर्के। नमस्कार मेरो नाम भनेर भन्ने। ल ल छिटो न त छाडा पो त। यता फर्के। तिमीहरू त चोर पो रहेछौ। आँप चोरेर खाँदो रहेछौ। नस्पति पनि चोर्दो रहेछौ। चोर पो रहेछौ। यहाँ नै फुल कस्तो राम्रो माथि। यहाँ त यहाँबाट अस्ति दिनले दिनु अहिले त सुकिसकेछ। पानी त आएको छ जस्तो छैन। ऊ त्यहाँ तल आउँदैछ ऊ पानी। तल त खाने नै हो भन्नुहुन्छ अस्ति। आहा कहाँबाट लैझरेको? अनि त्यहाँबाट लैझरेर कहाँ लैझर्यौ? यहाँ हामी पढेको स्कुल देख्दैछौँ। साथीहरू यहाँ चाहिँ बाटो बन्दै रहेछ। दोजार चाहिँ यहाँ रहेछ। यहाँ नै बाटो अरे बाटोकै लागि त होला नि सोलिङ। यस्तो भिरहरू सबै फाडेर यस्तो भएको रहेछ। सरासरी आज माओला दिउँसै पुग्नुपर्छ घर। तेरो घर मेरो के हो? मेरो के हो तेरो घर? मेरो के हो? ए अँ माइत। माइत पुग्नुपर्छ छिटो। छिटै पुग्नुपर्छ है। अनि आज के दिने हो फुपूलाई? प्रकृति छिटो राखी अरे हौ राखी के भनेको सुनेको छैन। को अरे?
तपाईँको नाम के हो अरे? तपाईँको नाम के हो अरे? केही परेन। तपाईँको नाम के हो भने? प्रकृति राई। कतिमा पढ्नुहुन्छ? 3 मा? कुन स्कुल? श्री सावित्र देवी प्रावि या दरबुत। खै म कक्षा 3 मा पढ्छु। मेरो घर भोजपुर। भोजपुर। अहिले हामी चाहिँ फुपूको घरबाट आउँदैछौँ। यता फर्केर नानाहरू पछाडि आउँदै हुनुहुन्छ। फुपू अगाडि हुनुहुन्छ। अनि मेरो फुपूको च्यानललाई सपोर्ट गर्नुहोला सबैजनाले। लाइक कमेन्ट सेयर सब्सक्राइबर गर्नुहोला। सब्सक्राइब ल। नमस्ते, बाई बाई। प्रकृति कतिको गर्मी छ? प्रकृति उता फर्केर होइन यता। कतिको गर्मी छ? हामी चाहिँ शीतल दाप्चीमा गएछ। यहाँ हेर्नुलाई कुरै कुरो लुकै भयो। कुरो त कति हो। यो चाहिँ हामी चाहिँ शीतल ताप्दै बसिरहेछौँ। हजुर अब यहाँ पनि रहेछ कटहर। मलाई देखेकै थिइनँ। तल कटहर हेर्नु। कटहर खाने बेला भएको छैन। कोही नि हुनुहुन्न। दिनी त उहाँ हुनुहुन्थ्यो है तल। कहाँ चाहिँ हाम्रो मामाला हो। अनि हेर्न सक्नुहुन्छ म चाहिँ भारी बोक्नेहरू चाहिँ उहाँ छ। मेरो भरियाहरू मेरो भरियाहरू